रवि लामिछानेलाई निकालिएको अवस्था छ, तपाईँले दृश्यमा देखिराख्नु भएको छ। नखु कारागारबाट रवि लामिछाने निकालियो, हेर्नुहोस्, हामी नसक्नु। यहाँ हजारौंको सङ्ख्यामा ठुलो भिड रहेको छ र रवि लामिछानेलाई यहाँबाट निकालिएको छ। ठुलो सङ्ख्याका युवाहरूले यति बेला रवि लामिछानेलाई नखु कारागारबाट अन्ततः जेलबाट निकालेर लिएको अवस्था हो। यो जुन यो माहौल देखिराख्नु भएको छ, युवाहरूको माहौल देखिराख्नु भएको छ तपाईँले। यो नखु कारागारको दृश्य हो। निर्वाचित सरकारभन्दा बाहिर गइसकेको अवस्था छ। अबको केही समयमा नै रवि लामिछाने यो देशका प्रधानमन्त्री बने भने अब अचम्म नमाने हुन्छ, किनभने यो देशमा आफैलाई लोकप्रिय सम्झिएका नेताहरू, मन्त्री, प्रधानमन्त्रीहरू आफैलाई बचाउनको निम्ति देश छोड्न बाध्य भएका छन्। र नखु कारागारबाट तपाईँलाई सबै दृश्य देखायौँ।